कहाँ जाँदै यो वर्ष? हेलो हेलो, हामी जाँदै पौडेलको कुल पूजामा। कहाँ हिँड्नु भयो रेडी भएर चट्ट परेर? हेलो हेलो, पौडेलको कुल पूजा। जङ्गलै जङ्गल छ, बाटो यस्तो छ बाटो। आफ्नो अनुहार मात्र देखाउने कि बाटो देखाउने भने जस्तो पुरै जङ्गल छ। जङ्गल जङ्गल हुँदै जाने हो। ओ केटाहरू आएन? ओए बाटो यति अप्ठ्यारो छ। के भन्यो र? पौडेलहरूको कुल पूजा चाहिँ मेरो दोस्रो चोटि है। पर्छ यही हो नि बाटो? योलाई नै बाटै थाहा छैन। यो सुई सुई हिँड्यो। यो साडी फुतु फुतु खिचेको छु भाइ मैले। नानु टाढा आउँदै हुनुहुन्छ। हामी 4-5 जनाको ग्याङ भएर खै मलाई त थाहा छैन कि कता हो भन्ने नै। दिवस छ? ए तल थाहा छैन। राम्रो छ हिँडो। वर्षा बाटो राम्रो देखाएर है। हाम्रो गाउँ ओ माथि नै हो रे जानी हो। माथि उक्ले फोहोर होला नि कपडा। सक्दिन नानी, सक्दिन भने हामी त कहाँ सकिन्छ नि। साडी कुर्ता सुर्ता भयो पो, कुर्ताहरू भयो पो फुत्त उक्लिने भन्नु। नानु यता आऊ। दिवस तान्दैन गइसक्यो त। वर्ष अनि तैँले तान्दै कपडा त के आज त खत्तम हुन्छ त्यो कपडा। त्यो त निकाल्नै गाह्रो हुन्छ। यता त बाटो निकाल्दाखेरि नि यस्तो मान्छे हिँड्ने मात्र होइन र। त्यहाँनिर त यतातिर निस्किने रहन्छ नि त। उता रहेछ। ए बेन्दाईहरूले ए यहाँ नि रहेछ के पार्किङ त। अब यही बाटो छ त? यस्तै छ त? छैन है तलै छ। क्यार्न ल्याकन दिनले दाउरा नठी। सबैले स्वेटर किन्नु। स्वेटरै छैन मसँग त। म त पुरानो थियो त्यसलाई ओ नदौडिकन हिँड्यो है। अनि स्वेटर फेरि त्यति जाडो नि छेक्दैन कि स्वेटरले। डिजाइन पुरानो हुन्छ। यो कलर राम्रो लाग्यो। यो कार्डिगन हो प्यान्टमा नि हुन्छ भनेर बुढो पिकनिक कहिले जाने रहेछन् कुन्नी। होइन त त्यही त नि। यतै यो तालचोकतिर जाने के। अनि कहाँ यहीँ हो सानी? यहीँ हाम्रै पिकनिक स्पोटमा होइन। डाँडामा खायो भने त सबै घर फर्किदिन्छन्। हुन्न त्यसरी त। हो त्यो गऱ्यो भने बल्ल हो। अब आज सबै भेट्टेलान् के अनि कहिले जाने हो पिकनिक भनेर भन्ने होला नि त। ट्रेकिङ होला नि। कहाँको लाउरन्नको
ट्रेकिङ भन्नु न हो र म नयाँ दुलै नि त बोर्डिङ छ त्यो Sound 6 Thailand. भनेको त नि लैन जाम अब भइयो जाम